नमस्ते। आज हामी 50वटा एकदमै जरुरी जापानी शब्दहरू सिक्दैछौँ। तर होइन, घोकेर चाहिँ होइन है, एकदमै रमाइलो स्मार्ट तरिकाले सिक्ने हो ताकि यी शब्दहरू दिमागमा चट्ट टाँसिएर बसुन्। कुनै पनि नयाँ भाषा सिक्दा सबैभन्दा झ्याउ लाग्ने के हो? त्यही शब्दहरूको लामो लिस्ट, होइन त? एउटा शब्द घोक्न थाल्यो, उता बिर्सिहाल्यो, त्यो सबै जोस नै सेलाएर जान्छ। तर चिन्ता नगर्नुस्, यसको एउटा राम्रो उपाय छ। हो, हाम्रो आजको मूल मन्त्र नै यही हो, घोकेर होइन, बुझेर सिक्ने। हामी शब्दहरूलाई एक्लै रट्टा मार्ने होइन, बरु तिनीहरूलाई कथामा एकअर्कासँग जोडेर बुझ्नेछौँ। यसरी सिकेपछि दिमागमा लामो समयसम्म बस्छ के? ल, आजको हाम्रो यात्रा कस्तो हुन्छ सरर हेरिहालौँ। हामी घर वरिपरिका शब्दहरूबाट सुरु गर्छौँ, त्यसपछि पढाइ सिकाइ, अनि विवरण र विपरीतार्थी शब्दहरू, र अन्त्यमा दैनिक जीवनका शब्दहरू। विषयअनुसार ग्रुप बनाएपछि सम्झन कति सजिलो हुन्छ। ल, सुरु गरिहालौँ पहिलो खण्डबाट, घर वरिपरिका शब्दहरू। सबैभन्दा सजिलो तरिका भनेको आफ्नै घरबाट सुरु गर्ने हो, किनभने यी चिजहरू त हामी दिनहुँ देख्छौँ, छुन्छौँ, प्रयोग गर्छौँ। दिमागमा चित्र बनाउन एकदमै सजिलो हुन्छ। ल, एउटा सानो कथा बनाऊ है त। बिहान उठ्ने बित्तिकै हामी कहाँ जान्छौँ? तिआराई मतलब वाशरूम। त्यसपछि ओफरो अर्थात् बाथमा गइन्छ। अनि के चाहियो? सेकेन्ड मतलब साबुन। नुहाइसकेपछि त भोक लाग्छ होइन? अनि हामी दौडिन्छौँ दाइदोकोरो भान्सातिर, र भान्सामा के खोलिन्छ? रेजोको मतलब फ्रिज। हेर्नुस् त, कथा बनाउँदा त कति सजिलै याद भयो। अब खाना खाने बेला भयो। खाना केमा राख्ने? सारामा अर्थात् प्लेटमा। अनि केले खाने? हाँसीले यानि चपस्टिक्स। पानी पिउनलाई कोप्पु अर्थात् कप चाहियो। अनि यो सब गर्न घरमा देन्की बिजुली वा बत्ती त हुनै पर्यो नि। खाइसकेपछि केही काम पनि त हुन्छ। सेन्ताकु अर्थात् लुगा धुनु, अनि सोजी गर्नु मतलब सरसफाई। ल, अब घरबाट निस्केर अलिकति पढाइ लेखाइतिर लागौँ है त। हाम्रो दोस्रो खण्ड हो पढाइ र सिकाइ। कुनै पनि कुरा सिक्ने प्रोसेस कस्तो हुन्छ? सबैभन्दा पहिला बेङ्क्यो गर्नु पर्यो, मतलब स्टडी। त्यसपछि पढेको कुरालाई पक्का बनाउन रेन्स्यो चाहिन्छ, अर्थात् प्र्याक्टिस। अनि पढ्दा केही बुझिएन भने सित्सुमुन गर्ने यानि क्वेसन सोध्ने। र स्कुलबाट त सुकुदाई पनि त मिल्छ नि, मतलब होमवर्क। अनि यी सब कुराहरू प्राय कहाँ हुन्छन् त? हो, क्योसित्सुमा अर्थात् क्लासरुममा। क्योसित्सुमा के हुन्छ? जुग्यो मतलब क्लास चल्छ। अनि हामीले कति सिक्यौँ भनेर चेक गर्न के हुन्छ? सिकेन यानि एक्जाम। ल, अब तेस्रो खण्डमा लागौँ, विवरण र विपरीतार्थी। अब आउँछ एउटा एकदमै पावरफुल मेमोरी ट्रिक। हामी शब्दहरूलाई जोडी बनाएर सिक्छौँ। एउटा शब्द अनि त्यसको ठिक उल्टो अर्को शब्द। यसरी सिकेपछि दिमागमा ट्याक्कै बस्छ, ग्यारेन्टी। ल हेर्नुहोस् है, सिजुका भनेको शान्त, जस्तै लाइब्रेरी। अब यसको ठिक अपोजिट के होला? नेगियाका मतलब एकदमै हो हल्ला, भिडभाड भएको ठाउँ, जस्तै कुनै मेला बजार। सिजुका र नेगियाका, शान्त र भिडभाड। आकारुई मतलब उज्यालो, जस्तै दिउँसोको घाम। अनि यसको उल्टो कुराई यानि अन्ध्यारो। बत्ती निभाएपछि कोठा कुराई हुन्छ। आकारुई र कुराई। हिरोई भनेको फराकिलो, जस्तै राजमार्ग। अनि साङ्गुरो गल्लीलाई के भन्ने? सेमाई। हिरोई सेमाई, फराकिलो र साङ्गुरो। ओमोई भनेको गहुङ्गो। एउटा ठूलो ढुङ्गा ओमोई हुन्छ, तर प्वाख कस्तो हुन्छ? खारुई, एकदमै हलुका। ओमोई र खारुई। अब गतिको कुरा गरौँ। खरायो कस्तो दौडिन्छ? हायाई, एकदमै छिटो। तर कछुवा? ओसोई मतलब ढिलो। हायाई र ओसोई। घर नजिकैको पसल छिकाइ छ मतलब नजिक, तर हिमाल तोई छ धेरै टाढा, छिकाइ र तोई। कुनै प्रश्न याससी लाग्न सक्छ, मतलब एकदमै सजिलो। तर अर्को प्रश्न चाहिँ मुजुकासी हुन सक्छ, गाह्रो। याससी र मुजुकासी। अब स्वादको कुरा। चकलेट कस्तो हुन्छ? आम्मामय भने गुलियो। अनि अकबरे खुल्सानी? कराई, एकदमै पिरो। आमामय र कराई। हेर्नुस् त, उल्टो शब्दसँगै सिक्दा कति छिटो याद हुने रहेछ। ल, अब हाम्रो अन्तिम खण्डमा जाउँ, सेक्सन 4, दैनिक जीवनका शब्दहरू।
यी शब्दहरू मानिस, अवस्था र हाम्रो वरपरका चीजहरूलाई वर्णन गर्न एकदमै काम लाग्छन्। जस्तै कुनै कलाकार युमे हुन सक्छ, मतलब फेमस, अनि कोही मान्छे एकदमै सेन्सिटिभ हुन्छ, यानि काइन्ड। कसैले कस्तो छ भनेर सोध्यो भने गेङ्की छु भन्न सकिन्छ, मतलब हेल्दी एन्ड एनर्जेटिक। अनि जब कुनै काम हुँदैन त्यो समयलाई हिमा भनिन्छ, फ्री टाइम। र आजकल त सबै कुरा कति बेनरी छ नि होइन त, कन्भिनियन्ट। वाह कस्तो राम्रो भन्नु पर्यो भने सुतेकी भन्ने। बजारमा इरो इरो सामान पाइन्छ, मतलब भेरियस काइन्ड्स अफ। कसैले केही भयो कि भनेर सोध्यो भने दाइजोबु यानि आइएम ओके भन्न सकिन्छ। फुर्सदमा काइमोनो गर्न जाने, मतलब शपिङ, अथवा साम्पो गर्न जाने यानि टहलिन। अनि केही आधारभूत रङ्गहरू पनि सिकिहालौँ। आकाई, रातो, आओई, नीलो, सिरोई, सेतो, कुरोई, कालो, किइरोई, पहेँलो र चाइरोई, खैरो। रङ्गहरू थाहा भएपछि त जे कुराको पनि वर्णन गर्न सकिहालिन्छ। ल त्यसो भए आज हामीले अपनाएको तरिका के रहेछ त? एकदमै सिम्पल छ। पहिलो, शब्दहरूलाई विषयअनुसार ग्रुप बनाउने। दोस्रो, उल्टो अर्थ लाग्ने शब्दहरूलाई सँगसँगै सिक्ने। अनि तेस्रो, सबभन्दा महत्त्वपूर्ण, शब्दहरूलाई आफ्नो दैनिक जीवनसँग जोड्ने। यसरी गरेपछि रट्टा मार्नै पर्दैन, आफै दिमागमा बस्छ। अब एउटा सानो काम। आजै सिकेका शब्दहरूमध्ये कुनै एउटा शब्द लिएर आफ्नो वरिपरिको केही कुरा बयान गर्न प्रयास गरौँ न। के वर्णन गर्न सकिएला? जस्तै यो कोठा हिरुई छ वा चिया आमाई छ। यसरी प्रयोग गर्न थालेपछि नै हो भाषा आफ्नो हुने।